कसरी यसलाई कन्टिन्यू गर्ने वा तिरेर चाहिँ के चाहिँ फाइदा हुन्छ भन्ने खालको कन्फ्युजन यदि तपाईमा छ भने आजको भिडियोबाट यसको पुरै क्ल्यारिटी चाहिँ तपाईलाई आउनेछ। त्यसैले भिडियोलाई लास्टसम्म हेर्नु होला। अनि त्यसपछि वैदेशिक रोजगारीमा जानुभएको छ भने नेपाल फर्केर आउँदाखेरि केही एउटा चीज चाहिँ तपाईले मजाले बिना भन्सार तिरेर जतिसुकै ठुलो पनि लिएर आउन सक्नुहुन्छ, त्यो पनि लास्टमा कुरा गर्नेछु। र सँगसँगै हामीलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब बटन पनि एकचोटि थिचिहाल्नलाई चाहिँ रिक्वेस्ट गरे है त। नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने नीति लिएसँगै 2079 साल चैत्र 8 देखि सामाजिक सुरक्षा कोषले औपचारिक रूपमा चाहिँ यो वैदेशिक क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन गर्दै आइरहेको छ। र अहिलेको व्यवस्था अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान श्रमिकहरूले श्रम स्वीकृति लिँदा नै अनिवार्य एसएसएफमा चाहिँ आबद्ध भएर कन्ट्रिब्युट गर्नुपर्ने हुन्छ। अहिलेको एसएसएफको व्यवस्था अनुसार चाहिँ मिनिमममा नेपाल गभर्नमेन्टले तोकेको न्यूनतम आधारभूत पारिश्रमिक अर्थात् मिनिमम बेसिक रेम्युनरेसनको 21.33% र म्याक्सिमममा बेसिक रेम्युनरेसनको 3 गुणासम्म चाहिँ कन्ट्रिब्युट गर्न सकिन्छ। अब यसलाई एक्जाम्पलबाट बुझौँ है त। अहिलेको नेपाल सरकारले तोकेको मिनिमम स्यालेरी भनेको 17,300 रहेको छ र यो 17,300 चाहिँ बेसिक रेम्युनरेसन जसलाई चाहिँ आधारभूत पारिश्रमिक भनिन्छ, 10,820 मा डियरनेस अलाउन्स जसलाई चाहिँ महँगी भत्ता भनिन्छ, 6,480 जोडेर टोटल यसरी हुन गएको। अब एसएसएफमा कन्ट्रिब्युसन गर्दा चाहिँ टोटल मन्थली स्यालेरी जुन 17,300 बाट नभएर बेसिक रेम्युनरेसन जुन भनेको 10,820 बाट चाहिँ हुने हुन्छ। सो एसएसएफमा गर्नुपर्ने मिनिमम कन्ट्रिब्युसन चाहिँ 10,820 को 21.33% गर्दाखेरि 2,307.90 हुन जान्छ र म्याक्सिमममा बेसिक रेम्युनरेसनको 3 गुणा जुन भनेको 10,820 × 3 गर्दाखेरि 32,460 हुन जान्छ। अर्थात् फरेन इम्प्लोइमेन्टमा हुनेहरूले चाहिँ एसएसएफमा मन्थली मिनिमममा पनि 2,307.90 कन्ट्रिब्युट गर्नुपर्ने हुन्छ भने त्योभन्दा बढी गर्ने इच्छा भएमा चाहिँ म्याक्सिमममा आफ्नो क्यापासिटी अनुसार बेसिक स्यालेरीको 3 टाइमसम्ममा चाहिँ गर्न सक्नुहुन्छ। अब कुरा गरौँ एसएसएफमा गरेको यो टोटल 21.33 कन्ट्रिब्युसन एसएसएफको कुन योजना मध्येमा कसरी डिस्ट्रिब्युट हुन्छ भनेर। एसएसएफमा गरिने 21.33 टोटल कन्ट्रिब्युसन मध्ये औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा गरेर 7.48% चाहिँ एलोकेट हुने हुन्छ, जुन चाहिँ सामाजिक बीमा कोष भनेर जम्मा हुन्छ। यो पैसा चाहिँ क्याशमा नै फिर्ता हुँदैन, तर यो इन्स्योरेन्स फन्ड जस्तो भएको हुनाले यसबाट चाहिँ बिरामी भएमा, एक्सिडेन्ट भएमा या डेथ भएको केसमा चाहिँ एसएसएफबाट तोकिएको लिमिटसम्ममा चाहिँ कभरेज पाउन सक्नुहुन्छ। कुन अवस्थामा कस्तो कभरेज चाहिँ एसएसएफबाट लिन सकिन्छ भनेर एकछिनमा कुरा गर्ने नै छौँ। त्यस्तै यो 21.33% टोटल कन्ट्रिब्युसन मध्ये मेजर पार्ट जुन भनेको 13.85% हो, त्यो चाहिँ व्यक्तिगत कोषको रूपमा चाहिँ वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत निर्वृत्तिभरण सुविधा योजनामा जम्मा भएको हुन्छ। यसको साथै यदि तपाईले मिनिमम कन्ट्रिब्युट गर्नुपर्ने 21.33 भन्दा बढी कन्ट्रिब्युट गर्न चाहनुहुन्छ भने या गर्नुभयो भने चाहिँ त्यो बढी गरिएको कन्ट्रिब्युसन चाहिँ तपाईको अवकाश सुविधा योजनामा जम्मा भएर बस्छ। मिनिमम 21.33% मात्र कन्ट्रिब्युट गर्नुभएको छ भने अवकाश सुविधा योजना इन्क्लुड हुँदैन। अवकाश सुविधा योजनामा जम्मा भएको पैसा चाहिँ हामीले पछि रिटायरमेन्टको बेलामा एकमुष्ट प्रतिफल सहित फिर्ता पाउँछौँ भने निर्वृत्तिभरण सुविधा योजनामा जम्मा भएको चाहिँ हामीले 60 वर्षको उमेर पुगेपछि आजीवन मन्थली पेन्सनको रूपमा युज हुने हुन्छ। अब यति कुरा बुझिसकेपछि एसएसएफमा गरेको कन्ट्रिब्युसनबाट के कुरा कभर हुन्छ अथवा के सुविधा प्राप्त हुन्छ भनेर हेरौँ है त। फर्स्टमा कुरा गरौँ यो औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजनाको साथसाथै आश्रित परिवार सुरक्षा योजनामा गरिएको 7.48% कन्ट्रिब्युसनबाट चाहिँ कुन कन्डिसनमा के सुविधा पाउन सकिन्छ भनेर। औषधि उपचार र स्वास्थ्य सुरक्षा योजना अनुसार लास्ट 6 महिनामा कम्तीमा 3 महिना रेगुलर योगदान गरेको योगदानकर्ताको हकमा योगदानकर्ताको कपल र 18 वर्षसम्मको छोराछोरीले हस्पिटलमा भर्ना नभई गरिने सामान्य उपचारमा इयरली 25,000 र हस्पिटलमा भर्ना भएर गरिने उपचारमा चाहिँ इयरली 1 लाखसम्मको औषधि उपचार चाहिँ एसएसएफसँग आबद्ध भएको हस्पिटलबाट लिन सक्नुहुन्छ। यस्तो किसिमको उपचारमा पेमेन्ट चाहिँ कोपे बेसिसमा हुन्छ है। यसको मतलब के हो भने उपचार गर्दाखेरि हुने खर्चको 80% चाहिँ एसएसएफबाट हुने भयो, 20% चाहिँ तपाईँ आफैले तिर्नुपर्ने हुन्छ। यसलाई एउटा एक्जाम्पलबाट बुझ्ने हो भने
यदि उपचार खर्च 1 लाख रुपियाँ आएको छ भने 80,000 चाहिँ एसएसएफले बेहोर्ने भयो भने 20,000 चाहिँ तपाईँ आफैले बेहोर्नु पर्ने हुन्छ। सो 80-20% को कोपे बेसिसमा। त्यस्तै मातृत्व सुरक्षा योजना अनुसारको योगदानकर्ताको बच्चा जन्मियो भने न्यूनतम पारिश्रमिकको बराबरको शिशु स्याहार खर्च पनि एसएसएफबाट प्राप्त हुन्छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका श्रमिक अथवा विदेशमा नै सेल्फ इम्प्लोइड रहेका योगदानकर्ताको दुर्घटना भएमा दुर्घटना बापतको सुविधा र दुर्घटनामा परेर अशक्तता भएमा अशक्तता बापतको सुविधा पनि एसएसएफबाट प्राप्त हुने हुन्छ। यसको लागि के कस्तो टर्म्स र सुविधा छ हेरौँ है त। योगदानकर्ता एक्सिडेन्टमा परेर नेपालको हस्पिटलमा भर्ना भएमा उपचार गराउँदा 1 वर्षसम्म 7 लाखसम्मको उपचारको खर्च चाहिँ एसएसएफले उपलब्ध गराउँछ। दुर्घटनापछि अस्थायी रूपमा काम गर्न नसक्ने भएमा काममा नफर्कुन्जेलसम्ममा न्यूनतम आधारभूत पारिश्रमिकको 60% बराबरको चाहिँ अमाउन्ट मन्थली एसएसएफबाट पेमेन्ट हुन्छ। त्यस्तै दुर्घटनाले गर्दाखेरि पूर्ण रूपमा काम गर्न नसक्ने भएमा आजीवन न्यूनतम आधारभूत पारिश्रमिकको 60% बराबरको अमाउन्ट चाहिँ मन्थली एसएसएफबाट पेमेन्ट हुन जान्छ। यो सुविधा पाउनको लागि सुविधा लिनुभन्दा अगाडिको 6 महिनामा न्यूनतममा 3 महिना चाहिँ कन्ट्रिब्युसन गरेको हुनैपर्छ। अब कुरा गरौँ आश्रित परिवार सुरक्षा योजना अन्तर्गत प्राप्त हुने सुविधाहरूको बारेमा। यो योजना अनुसार जुनसुकै कारणबाट पनि योगदानकर्ताको डेथ भयो भने बिहे भएको छ भने उसको स्पाउसले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको 40% ले हुन आउने अमाउन्ट चाहिँ पेन्सन जसरी नै एसएसएफबाट तपाईले पाउनुहुन्छ। यदि स्पाउसले अर्को बिहे गरेको अथवा आफ्नो लाइफस्टाइल धान्ने गरी कुनै अर्को जबमा इन्गेज भएको छ भने यो सुविधा एसएसएफबाट प्राप्त हुँदैन। तर गरिरहेको रोजगारी नै सकियो र त्यसबाट पेन्सन पनि नआउने खालको अवस्था भयो भने चाहिँ एसएसएफमा निवेदन दिएर यो सुविधा माग भने फेरि गर्न सकिन्छ। योगदानकर्ताको डेथ भयो र उसको 18 वर्ष उमेर नपुगेको छोराछोरी छन् भने बढीमा 2 जनालाई 18 वर्ष पुरा नहुन्जेलसम्म शैक्षिक वृत्ति बापत नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको 40% ले हुन आउने अमाउन्ट चाहिँ मन्थली पाउन सकिन्छ। यदि कुनै सन्तान चाहिँ निरन्तर पढिरहेको केसमा चाहिँ यस्तो सुविधा 21 वर्ष उमेर पुरा नहुन्जेलसम्ममा एसएसएफबाट पेमेन्ट हुने हुन्छ। तर बीचमा बिहे भएमा अथवा पढाइ पुरा भएमा चाहिँ यो सुविधा बन्द हुने हुन्छ। त्यस्तै योगदानकर्ताको स्पाउस अनि सन्तानको रूपमा छोरा अथवा छोरी नभएको र योगदानकर्ताको इन्कममा डिपेन्डेन्ट कोही पेरेन्ट बाबु या आमा भएको केसमा भने नेपाल सरकारले तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको 40% ले हुन आउने अमाउन्ट चाहिँ उनीहरूले लाइफ टाइम मन्थली पेमेन्ट हुने हुन्छ। फ्यामिलीले यो सुविधा पाउनको लागि सुविधा लिनुभन्दा अगाडिको 12 महिनामध्ये मिनिमममा 9 महिना चाहिँ कन्ट्रिब्युट गरेको हुनुपर्छ। यसको साथसाथै अन्तिम संस्कार खर्च भनेर 25,000 चाहिँ फ्यामिली मेम्बरलाई एकमुष्ट पेमेन्ट पनि हुन्छ। यसको लागि घटना घट्नु अघिको 6 महिनामा न्यूनतम 1 महिना चाहिँ कन्ट्रिब्युसन गरेको हुनुपर्ने हुन्छ। अब कुरा गरौँ एसएसएफबाट प्राप्त हुने वृद्ध अवस्था सुरक्षा योजनाको बारेमा। यो योजनाले चाहिँ वैदेशिक रोजगारमा काम गर्नेहरूको रिटायरमेन्टको निड जुन भनेको रिटायरमेन्ट फन्ड र पेन्सनलाई सिक्योर गर्ने गर्छ। वैदेशिक रोजगारीमा हुनेहरूले गर्ने 21.33% टोटल कन्ट्रिब्युसन मध्ये मेजर पार्ट 13.85% चाहिँ यही वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत निर्वृत्तिभरण योजनामा जम्मा भएर बस्ने हुन्छ। अब एसएसएफले यो योजना अनुसार के सुविधा अफर गर्छ भनेर पनि डिटेलमा कुरा गरौँ है त। निर्वृत्तिभरण योजना अन्तर्गत चाहिँ योगदानकर्ताले पेन्सन पाउनको लागि योगदानकर्ताको उमेर 60 वर्ष पुरा भएको हुनुपर्छ। पेन्सनको क्याल्कुलेसन कसरी हुन्छ त भन्दाखेरि निर्वृत्तिभरण योजनामा कन्ट्रिब्युसनबाट जम्मा भएको टोटल अमाउन्टमा त्यो अमाउन्टमा एसएसएफले इन्भेस्ट नै गर्छ र त्यहाँबाट आएको रिटर्नलाई पनि एड गरेर आएको टोटल समलाई चाहिँ 160 ले डिभाइड गरेर आएको अमाउन्ट नै मन्थली पेन्सनको रूपमा जम्मा हुने हुन्छ। यदि कुनै योगदानकर्ता पेन्सन पाउने उमेर नपुग्दै डेथ भएको केसमा चाहिँ बेनिफिसियरीले कन्ट्रिब्युसनबाट जम्मा भएको टोटल अमाउन्टमा थप एसएसएफबाट आएको रिटर्नलाई पनि जोडेर आएको सम एकमुष्ट रूपमा पाउने हुन्छ है। यसको साथै योगदानकर्ताले चाहिँ 60 वर्ष उमेर पुगेर पेन्सन नि पाउन थालिसक्नुभयो तर बीचमा उहाँको डेथ भएको केसमा चाहिँ उहाँको स्पाउसले योगदानकर्ताले पाइरहेको पेन्सनको 50% ले हुन आउने अमाउन्ट चाहिँ आजीवन पेन्सन पाउने हुन्छ। यसमा बुझ्नुपर्ने मेन कुरा के हो भने पेन्सन चाहिँ 60 वर्ष पुगेपछि मात्र मिल्छ है। एसएसएफको पेन्सन रिलेटेड कन्फ्युजन चाहिँ हामीले योभन्दा अगाडिको भिडियो जुन चाहिँ एसएसएफ रिलेटेड मोस्ट आस्क्ड क्वेसन्स भनेर थियो त्यसमा कभर भइसकेको छ। अनि अघि कुरा गरेको अनुसार यदि तपाईले कन्ट्रिब्युसन चाहिँ 21.33% भन्दा बढी गरिराख्नु भएको छ भने वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत अवकाश सुविधा पनि पाउन सक्नुहुन्छ जसमा जम्मा भएको पैसा चाहिँ तपाईले वैदेशिक रोजगारी सकेर अथवा विदेशमा नै गरिरहेको काम छाडेर नेपाल फर्किएपछि एकमुष्ट रूपमा निकाल्न सक्नुहुन्छ। यसमा चाहिँ 60 वर्ष पुग्नु पर्दैन। यो त भयो एसएसएफमा आबद्ध भएर रेगुलर कन्ट्रिब्युसन गरिसकेपछि एसएसएफबाट मिल्ने सुविधा र त्यसको टर्म्स एन्ड कन्डिसन्सहरू। अब यसमा धेरैजनाले चाहिँ श्रम गर्दाखेरि फर्स्ट पेमेन्ट त गर्नुहुन्छ
तर वैदेशिक रोजगारमा विदेश गएपछि त्यसलाई कन्टिन्यू चाहिँ गर्नुहुन्न। यस्तो बेलामा चाहिँ माथि कुरा गरे अनुसारको सुविधाहरू मिल्दैन है। यसको लागि मन्थली रेगुलर कन्ट्रिब्युसन गर्नु नै पर्ने हुन्छ। अब धेरैजनाले चाहिँ श्रम स्वीकृति लिँदाखेरि एउटा पेमेन्ट गरेर विदेश गएर चाहिँ एसएसएफमा कन्ट्रिब्युसनलाई निरन्तरता दिनुभएको छैन होला। अब त्यस्तो बेलामा चाहिँ के हुन्छ त त्यो एउटा पेमेन्टको भनेर पनि बुझ्न जरुरी हुन्छ। श्रम स्वीकृति लिँदाखेरि फर्स्ट टाइमको एउटा मन्थको मात्र कन्ट्रिब्युसन छ भने पनि त्यो पनि माथि भनेअनुसार डिफ्रेन्ट योजनामा डिभाइड भएर त्यही अनुसार एलोकेट हुने हुन्छ। एउटा मात्र पेमेन्टबाट मेडिकल कभरेज चाहिँ प्राप्त गर्न सकिँदैन भने वृद्ध अवस्था सुरक्षा योजनामा गएर जम्मा भएको पैसा चाहिँ श्रमिक 60 वर्ष भएपछि मात्र निकाल्न सकिन्छ। 60 वर्ष नै नपुग्दा श्रमिकको यदि मृत्यु भएको केसमा भने परिवारले चाहिँ त्यो पैसा क्लेम गर्न पाउने हुन्छ। त्यस्तै श्रम स्वीकृति लिँदाखेरि फर्स्ट टाइममा पेमेन्ट गरेपछि कन्ट्रिब्युसन कन्टिन्यू नगर्दा बीचमा आफू वा आफ्नो परिवारलाई चाहिँ मेडिकल बेनिफिट्सको अवस्था परेमा अघि माथि कुरा गरे अनुसारको मेडिकल सुविधा मिल्दैन। दुर्घटनामा परेमा 7 लाखसम्मको उपचार खर्च मिल्दैन। विदेशमा बसेर काम गर्दै गरेको अवस्थामा दुर्भाग्यवश कुनै श्रमिकको मृत्यु भएमा आश्रित परिवारले पेन्सन सुविधा पाउँदैन। छोराछोरीलाई पढ्नको लागि आर्थिक सुविधा मिल्दैन। श्रमिक चाहिँ स्वयं 60 वर्षको उमेर नपुगुन्जेलसम्म पेन्सनको रूपमा नियमित केही फन्ड पाइँदैन। अर्थात् त्यही एउटा पेमेन्टबाट चाहिँ एसएसएफबाट पाउने पुरै सुविधा चाहिँ तपाईले पाउनु हुँदैन। त्यसको लागि चाहिँ कन्ट्रिब्युसनलाई चाहिँ निरन्तरता दिनुपर्ने हुन्छ। अब यति कुरा बुझिसकेपछि एसएसएफमा श्रम स्वीकृति लिएर विदेश गएपछि एसएसएफमा कन्ट्रिब्युसन चाहिँ कन्टिन्यू कसरी गर्ने त भनेर पनि बुझौँ है त। वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिँदाखेरि अथवा श्रम स्वीकृतिलाई चाहिँ नवीकरण गर्दाखेरि वैदेशिक रोजगार विभागको वेबसाइट FEIMS.DOFE.gov.NP बाट अनलाइन आवेदन दिनुहुन्छ र त्यही बेलामा नै तपाईलाई एसएसएफमा अनिवार्य आबद्ध हुनुपर्ने हुन्छ। श्रम स्वीकृति लिँदा यस्तो फर्ममा बायोमेट्रिक इन्सुरेन्ससँगै एसएसएफलाई पनि पेमेन्ट गरेर नोबाट यस बनाएपछि मात्र अप्रुभड हुने हुन्छ। यसरी तपाईले श्रम स्वीकृति लिँदाखेरि नै एसएसएफमा फर्स्ट पेमेन्ट गरेर कन्ट्रिब्युसन गर्न सक्नुहुन्छ। अब तपाईको एसएसएफ कन्टिन्यू गर्नको लागि भने तपाईले एसएसएफको वेबसाइटबाट सजिलै सबै काम गर्न सक्नुहुन्छ। फर्स्टमा एसएसएफको वेबसाइट ssf.gov.np मा गएर माथि नेपालको झण्डा नजिकै रहेको यो SOSYS अनलाइनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि सेकेन्ड लास्टमा रहेको योगदानकर्ता पोर्टलमा क्लिक गरेर आफ्नो युजर नेम, पासवर्ड र एसएसएफ आइडी हानेर लगइन गर्नुपर्ने हुन्छ। युजर नेम, एसएसएफ आइडी तपाईले पहिला नै श्रम गर्ने बेलामा नै पाउनुहुन्छ भने त्यसलाई नै युज गरेर लगइन गरिसकेपछि कन्ट्रिब्युसनको ड्याशबोर्ड ओपन हुन जान्छ र तपाईले टोटल कन्ट्रिब्युसन मन्थ, टोटल पेन्सन अमाउन्ट, टोटल रिटायरमेन्ट अमाउन्ट सँगै टोटल क्लेम सबैको डिटेल्स देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईले रेगुलर हेर्नुपर्ने हुन्छ है, किनभने एसएसएफमा अहिलेसम्म के कति डिपोजिट भएको छ भनेर सबै चीज यहीँबाट थाहा हुन्छ। कन्ट्रिब्युसन ड्याशबोर्डमा गइसकेपछि माथि कलेक्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यस्तो डु यु ह्याभ सबमिसन नम्बर आउँछ अनि गेट सबमिसन नम्बरमा क्लिक गरिसकेपछि सबमिसन नम्बर पाउनुहुन्छ जुन तपाईले टिपेर राख्नुपर्ने हुन्छ। पछि पेमेन्टको लागि रिक्वायर्ड हुन्छ है यही नम्बर। कलेक्सनभित्र अहिले चलिरहेको वर्ष र महिना सबै अटो देखिन्छ भने नम्बर अफ मन्थ्समा चाहिँ कति महिनाको पेमेन्ट गर्न चाहनुहुन्छ चुज गर्न सक्नुहुन्छ। यसरी तपाईको पेमेन्ट रेकर्ड तयार हुन्छ। त्यसपछि तपाईले ई सेवा, खल्ती, कनेक्ट आइपीएसबाट पेमेन्ट गर्न सक्नुहुन्छ, जहाँ तपाईले एसएसएफ आइडी र अघि टिपेको सबमिसन नम्बर युज गरेर पेमेन्ट गर्न सक्नुहुन्छ। इक्जाम्पलको लागि ई सेवाबाट पेमेन्ट गर्नुहुन्छ भने ई सेवामा रहेको गभर्नमेन्ट सर्भिसेसमा गएर सोशल सेक्युरिटी फन्ड चुज गर्नुपर्ने हुन्छ अनि एसएसएफ आइडी र सबमिसन नम्बर राखेर सजिलै पेमेन्ट पनि गर्न सक्नुहुन्छ। यसको साथै सबमिसन नम्बर बिना पनि ई सेवाबाट पेमेन्ट गर्न सक्नुहुन्छ। यसको लागि चाहिँ ई सेवामा रहेको गभर्नमेन्ट पेमेन्टमा गएर एसएसएफ रेमिट चुज गर्नुभयो भने एसएसएफ आइडी मात्र पनि हालेर तपाईले पेमेन्ट गर्न सक्नुहुन्छ। यसमा बुझ्नुपर्ने कुरा चाहिँ के छ भने 7 महिना अथवा 7 महिना भन्दा बढी महिनाको चाहिँ रकम एकै पटक जम्मा गरेमा जम्मा गर्नुपर्ने रकममा 10% छुट पनि पाउन सक्नुहुन्छ। यदि तपाईलाई इच मन्थ पेमेन्ट गर्न गाह्रो हुन्छ र पेमेन्ट गर्ने क्यापासिटी छ भने तपाईले यो 10% डिस्काउन्ट चाहिँ लिन सक्नुहुन्छ है। यसको साथै फरेन इम्प्लोइमेन्टको लागि भनेर स्पेशली एसएसएफ को साथै नेपाल सरकारबाट प्राप्त हुने अरु छुट तथा सहुलियतहरू पनि के छन् भनेर बुझौँ है त। यदि तपाईले 3 वर्षसम्म औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाको आवश्यकता भएन र माथि कुरा गरे अनुसारको सुविधाहरू प्रयोग गर्नु भएन भने त्यसमा जम्मा भएको रकमको 20% चाहिँ वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा हुन्छ। अर्थात् तपाईले इन्स्योरेन्सको कभरेजको रूपमा एसएसएफबाट 3 वर्षसम्म कुनै पनि बेनिफिट लिनु भएको छैन भने त्यसको 20% चाहिँ गएर वृद्ध अवस्था सुरक्षा योजनामा ट्रान्सफर हुने हुन्छ, जुन चाहिँ पछि तपाईले पेन्सनको लागि युज हुने भयो। त्यस्तै तपाईले विदेशमा कमाएको वार्षिक इन्कमबाट त्यहाँ बस्न लाग्ने खर्च कटाएर त्यसको 70% रकम चाहिँ ब्याङ्किङ च्यानलबाट नेपालमा रेमिटेन्स पठाउनु भएको छ
र प्रमाणित गर्न सक्नुभयो भने औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा जम्मा गर्नुपर्ने अमाउन्टमा चाहिँ 20% छुट पाउन सक्नुहुन्छ। यसको साथै तपाईले लेबर पर्मिट लिएर कम्तीमा 12 महिना बाहिर काम गरेर नेपाल फर्किँदा